हेलो गाइज, आज म तपाईँहरूको माझमा यो डोर कटनको माथिको पट्टी लिएर आएको छु। यो तपाईँ देख्न सक्नुहुन्छ, यो दुईटा डिजाइनमा छ। एउटा झ्यालको लागि अनि एउटा ढोकाको लागि हो। यो चाहिँ झ्यालको लागि यो डिजाइनमा। यो हेर्नु है, यस्तो डिजाइनमा छ। यो चाहिँ माथि त्यो रडमा हाल्न राम्रो देखिन्छ कि, त्यही भएर यो रडमा हाल्नुको लागि, यो पाइप भन्छ कि रड जे भन्छ है, त्यसमा हाल्नको लागि बनाएको छु। अनि यो डिजाइनमा कस्तो राम्रो छ, कलर पनि कस्तो दामी कलर, मिठो कलर। यो वाइट कलर र मेहेन्दी कलर मिक्स गरेको छु होइन मैले, दुईटा कलर। अनि त्यसपछि यो अर्को छ, यो ढोकाको लागि। यो चाहिँ 40 इन्चको हो। यो चाहिँ दुईटा, यो पनि वाइट र ग्रीन कलरमा छ। यो सादा छ है, सादा भन्नाले यो यस्तो राम्रोसँग हेर्नुहोस् है, कस्तो राम्रो डिजाइन पनि राम्रो छ। अनि यो चाहिँ यो रड हाल्नको लागि होइन, यसमा रड हाल्न मिल्छ है। अनि यस्तो डिजाइनमा छ। यो ढोकाको लागि हो भनेपछि, अनि यो 40 इन्चको। अनि त्यसै गरी यो झ्यालको लागि, यो 44 इन्चको झ्यालको लागि भनेर भन्नुभएको थियो है। त्यही भएर चाहिँ मैले यस्तो यो डिजाइनमा भन्नुभएको थियो, यो डिजाइन बनाइदिएँ मैले यो झ्यालको लागि। अनि त्यसपछि मैले यो चाहिँ फ्लावर बनाएको छु मैले है। अनि यो चाहिँ अल्झिन्छ कि मोतीवाला, त्यही भएर मैले बाँधेको छु है बिचबिचमा। अनि यो चाहिँ यो ढोकाको लागि, अनि यो चाहिँ झ्यालको लागि है। अनि यो अलि लामो पनि छ झ्यालको। यो दुईटा उसमा होइन, मैले यसमा फरक फरक पातहरू पनि राखेको छु, फरक फरक पात छ है। यसमा मोती छ अनि यसमा चाहिँ मोती छैन है। यो राम्रोसँग हेर्नु, यसको पात अलिक ठुलो छ अर्को डिजाइनमा, अनि यसको पात चाहिँ अलि पानको पात स्टाइलमा छ। अनि यसमा चाहिँ मोती एड गरेको छु मैले। देख्न सक्नुहुन्छ, यस्तो राम्रो छ, कस्तो राम्रो देखेको छ। अनि यसमा मैले घन्टी, यसमा चाहिँ घन्टी यस्तो डिजाइनमा छ है। यो तलको भागमा चाहिँ यस्तो डिजाइनमा छ, राम्रोसँग हेर्नु है, यस्तो डिजाइनमा। अनि त्यसै गरी यसमा चाहिँ तल घन्टी फरक डिजाइनमा छ है। म खोलेर पनि देखाइदिन्छु राम्रोसँग है। यो चाहिँ यसमा मैले पात पनि फरक छ है, यसमा राम्रोसँग देखाइदिन्छु म। पात हेर्नु, यो फरक छ। अनि यसमा मोती एड पनि छ। अनि अन्तिममा तल चाहिँ मैले यसलाई यस्तो डिजाइनमा छ तल। अनि त्यसरी पात पनि फरक छ। अनि त्यसै गरेर यसमा चाहिँ पात पनि अलिक ठुलो छ। अनि त्यसपछि यो घन्टी चाहिँ फरक छ है।